दर्शक यति बेला हामी लेटाङ नगरपालिका वडा नम्बर 5 स्थित हामी आइपुगेका छौँ र आज चाहिँ हामी तपाईहरुको माझमा चाहिँ यस्तो एउटा कन्टेन्ट ल्याउँदैछौँ यो भिडियो हेरेर यो चाहिँ उहाँको चाहिँ जुन लगाव हेरेर तपाईहरुले पनि धेरै ज्ञानहरू लिन सक्नुहुनेछ र उहाँ पूर्ण रूपमा चाहिँ डिसेबल भएर पनि अपङ्गता भएर पनि उहाँले चाहिँ आफ्नो जीवनमा धेरै बाधा अवरोधहरूको बीच पनि सङ्घर्ष गरेर अहिले यो स्थानमा आइपुग्नु भएको छ। त्यो पछाडिको कथाहरू हामी अवश्य पनि प्रसारण गर्नेछौँ। स्वागत छ यहाँलाई टाङ्गु। नमस्कार। तपाईको चाहिँ अब जीवनको उत्तरार्धमा भोगेका सङ्घर्षहरू त्यो कुरालाई अलिकति मैले कोट्याउनु पर्दाखेरि सुरुवात चाहिँ हामीले कहाँबाट गर्न सकिन्छ? तपाईको जीवनको सुरुवात भने आफूलाई चाहिँ कसरी परिचित गराउनुहुन्छ? सर म अब जागिर पाएको थिइनँ, खेतीपाती गर्न पनि सक्दिनँ थिएँ। अब मैले एउटा सिप सिक्ने मौका पाएँ समाज कल्याण परिषदबाट होइन। त्यो समाज कल्याण परिषदले मलाई 6 महिना सिकाएर चाहिँ एउटा प्रशिक्षक जस्तो बनाएर पठाइदियो गाउँघरमा गरी खाउँ भनेर। त्यसपछि मैले आएर आफ्नो गाउँमै गएर एउटा सिप सिकाएर मैले मिसिन राखेर गाउँहरूको कपडाहरू सिलाएर र अरूलाई सिप पनि सिकाएर र मेरो घरमा बसी बसी आफ्नो तरकारी व्यवसाय गरेर म जीविका पार्दै। त्यो त अहिले यहाँको एउटा वातावरण भयो होइन? त्यो त यहाँको तपाईँले गरिराख्नु भएको तपाईँको दैनिकी जस्तो हो। योभन्दा अगाडि जुन तपाईँ अपङ्गता हुनुभन्दा अगाडिलाई सम्झिँदाखेरि कसरी तपाईँ अवगत गर्नुभयो होइन, कहाँ जन्मिनुभयो त्यसलाई अलिकति रिभाइज गर्नु। म चाहिँ यो लेटाङ 5 नम्बर वार्डमै जन्मेको हो। बाबामा खेती किसान गर्नुहुन्थ्यो र म गाउँमै जन्मेर अनि मैले लेटाङको शान्ति भगवती स्कुलमा 10 क्लाससम्म पढेँ। त्यसपछि अब मैले जागिर पाइनँ। त्यसपछि म रोजगारको लागि भनेर काठमाडौँ गएँ। कति सालतिर कुरा हो? त्यो चाहिँ 50 सालतिरको कुरा हो। मैले 48 सालमा मैले एसएलसी गरेको। 50 सालतिर म काठमाडौँ गएँ। त्यसपछि मैले ठुलो ठुलो मान्छेहरूसँग सम्पर्क गरेर मैले ठुलो सिप सिक्ने मौका पाएँ। सिप सिकेर चाहिँ अहिले मैले त्यो सिपलाई पनि सदुपयोग गर्दै गर्दै त्यहाँ धेरै वर्षसम्म मैले काम पनि गरेँ। त्यही सिपलाई पनि सदुपयोग गरेर त्यो जागिर पनि खाइयो। तपाईँ एउटा कुरा अपङ्गता हुनुहुन्छ अहिले, अलिकति यतैउति फोफा गर्दा निको हुन्छ भनेछन्। त्यसपछि जति धामी लाए पनि थाहा भएन त्यो कति निको हुने कुरै भएन। त्यसपछि मेरो खुट्टा चाहिँ उमेर बढ्दै गयो, सानो हुँदै गएपछि धेरै उमेर पुगेपछि अहिले उमेर बढ्दा हिँड्नै नसक्ने स्थिति आयो र अहिले मैले यो खुट्टालाई चाहिँ क्यालिपर भन्ने साधन छ, यो लाएर हिँडेपछि अलिक हिँड्न सक्छु अनि अलिअलि काम पनि गर्न सक्छु सर। यो चाहिँ अपङ्गताको क्याटेगोरीमा तपाईँ कुन लेभलमा पर्नुहुन्छ? अपङ्गताको हुन्छ नि अहिले म मध्यम चाहिँ वर्गमा छु। म पहेँलो कार्ड पाउँछु मैले। सरकारी सेवा सुविधा पाउँछ? त्यसमा केही पनि पाइँदैन सर। यसो गाडी भाडा सुविधा यातायात यसो व्यवस्था हुन्छ, त्यति हाफ लाग्छ। त्यसलाई चाहिँ मतलब पूर्ण अपङ्गता डिसेबल रूपमा गनिँदैन सर। दुईटा हुन्छ त्यो भत्ता पाउने चाहिँ रातो र निलो, पहेँलो र सेतोले चाहिँ पाउँदैन। तपाईँ चाहिँ पहेँलोमा छु सर म। जस्तो काठमाडौँको कुराहरू पनि हामीले सुन्यौँ, अघि तपाईँले भन्नुभयो होइन। काठमाडौँमा तपाईँले सङ्घर्ष गर्दाखेरिका दिनहरू कसरी सम्झिनुहुन्छ? अब त्यो सङ्घर्ष धेरै दुःख नै थियो नि, के भने अब एक्लै थिएँ त्यतिखेर। मैले बिहा पनि गरेको थिइनँ, आफै दुःख गरेर पकाउँथेँ, खान्थेँ, सङ्घर्ष गरेको थिएँ। त्यसपछि दुःख गरेर मैले सिपलाई चाहिँ सदुपयोग गर्दै अलिअलि पैसा कमाउँदै मिसिन जोड्दै गर्दै गएर मैले प्रगति गर्दै गएपछि अनि दर्ता गरेँ, घरेलुमा दर्ता गरेर सानो सानो संस्था दर्ता गरेर चलाउँदै गएँ। अझ चलाउँदै गएपछि अझै पैसा कमाउने मध्यम भयो मेरो। अरू विद्यार्थीहरू पनि आउनु थाले, धेरैजनाले सिकाउनु थाले। सिकाउँदै गएपछि अझै धेरै पैसा कमाउनु थाले। थुप्रै प्रमाणपत्रहरू पनि यहाँको हामीले देख्यौँ, जस्तो समाज कल्याण परिषदको लगायतका कुराहरू, नियुक्तिको कुराहरू पनि तपाईँले चाहिँ देखाउनु भयो, हामीले हेऱ्यौँ होइन। त्यो चाहिँ कसरी सम्भव भयो? म समाज कल्याणमा कसरी पुगेँ भने म बाटो हिँड्दै थिएँ, बेरोजगारी भएर कामको खोजीमा हिँड्दै थिएँ। हिँड्दै जाँदा फेरि मैले एउटा राज दरबार अगाडि लैनचौर अगाडि समाज कल्याण परिषद भन्ने बोर्ड देखेँ। त्यो समाज कल्याण बोर्डमा चाहिँ यसो बुझेँ, यसले चाहिँ समाजको कल्याण गर्ने रहेछ। यो एउटा नामै बोर्डमै यसको त्यस्तो छ, समाज कल्याण परिषद भनेको चाहिँ यसले समाजको कल्याण गर्छ होला भनेर मैले त्यहाँको गार्डलाई सोधेर चाहिँ यहाँको ठुलो मान्छेसँग कसरी सम्पर्क गर्न सकिन्छ, यहाँ कसरी माथि जान सकिन्छ भनेर भन्दाखेरि त्यहाँको गार्डले चाहिँ बताइदिनु भयो। यहाँ सबैभन्दा ठुलो मान्छे नमिन्द्रराज जोशी हुनुहुन्छ, उहाँ चाहिँ कोषाध्यक्ष हुनुहुन्छ। अनि यो समाज कल्याण परिषद कोषाध्यक्ष उहाँले तपाईँलाई सहयोग गर्न सक्नुहुन्छ, त्यहाँ गएर भेट्नुहोस् र उहाँले हेल्प गर्नुहुन्छ भन्नुभयो। प्रशिक्षकको रूपमा पनि थुप्रै वर्ष बिताउनु भएको प्रमाणपत्रहरू पनि यहाँले देखाउनु भयो हामीलाई होइन। त्यो प्रशिक्षकसम्म अब एउटा चाहिँ स्टार्टिङमा तपाईँ समाज कल्याणमा जानुभयो, के अरे प्रशिक्षकसम्म बन्दाखेरि त्यो बिचको चरणहरू हुन्छ नि, कसरी पार गर्नु? अब 6 महिना तालिम सिकिसकेपछि अनि सरकारले के भने यो मान्छे अलिक राम्रो खालको दिमाग क्लियर छ, यसले सिकाउन सक्ने क्षमता रहेछ, यसलाई टिचरमा राख्नुपर्छ, प्रशिक्षकमा राख्नुपर्छ भनेर उहाँले डिसिजन गर्नुपर्छ। मन्त्री परिषदको बैठक बसेर यहाँको कोअर्डिनेटरसँग बसेर अनि मलाई नियुक्ति पत्र दिनुभयो। अनि त्यसपछि म 6 महिना सिक्ने बित्तिकै मलाई त्यहाँ जागिरमा नियुक्ति भयो। त्यसपछि मैले सिकाउँदै
गएँ उहाँहरूले आदेश दिँदै अनुसारको विद्यार्थी आउँदै पछि मैले ग्रुप 6 महिनै पछि बिसानो विद्यार्थी आउँथे त्यो विद्यार्थीलाई म सिकाउँदै जान्थेँ उहाँहरूले तलब दिँदै थियो मलाई त्यसरी सिकाउँदै गएर अब म 5-6 वर्षसँग समाज कल्याण परिषदमै काम गरेँ त्यसपछि त्यो समाज कल्याण परिषदले पनि त्यो तालिम केन्द्रलाई प्रोजेक्टमा हस्तान्तरण गर्यो विदेशी प्रोजेक्टलाई त्यो विदेशी प्रोजेक्टले पनि मलाई फेरि तपाईँले जस्तो अशक्त मान्छेलाई चाहिँ हामी जाहिर खुवाउँछौँ अरूलाई त खुवाउँदैन तपाईँलाई चाहिँ खुवाउँछौँ फेरि बस्नुहोस् भनेर उहाँहरू फेरि नियुक्ति पत्र दिनुभयो र मलाई उहाँले अगाडि बढाउँदै जानुभयो करिब तपाईँले 10 वर्षसम्म 10 वर्षसम्म जाहिर खाएँ रोज क्लब कोरियाको प्रोजेक्टमा पनि जाहिर खाएँ काठमाडौँ बसेर त्यसपछि त्यो प्रोजेक्ट पनि खारेज भइसकेपछि मैले फेरि आफ्नो संस्था दर्ता गरेँ दर्ता गरेर आफैले मैले फेरि तालिम केन्द्र दर्ता गरेर चलाउन थालेँ चलाउँदा त्यहाँ पनि 2-4 वर्ष चलाएँ त्यसपछि अब विभिन्न किसिमको अब महामारीहरू आउन थाल्यो समस्या आयो बाटोघाटोको समस्या घर भत्किने पर्यो जुन राखेको पसलमा पनि त्यहाँबाट हट्नुपर्ने स्थिति आयो त्यसपछि अब हट्नुभन्दा त बरु मैले कहाँ कोठा खोज्ने त बरु म गाउँमा गएर सेवा गर्न सक्छु र गाउँमा पनि चल्छ यो कुरा सबैलाई चाहिन्छ सिप भन्ने कुरा अति आवश्यक छ म गाउँमा पनि सिकाउँछु गाउँमा पनि म सेवा गर्छु मेरो घरमै जान्छु भनेर आएर मैले यहाँ त्यसपछि तपाईँ आफ्नै ठाउँमा फर्केर मैले यहाँ आएको पनि अब करिब 68 सालमा आएको अब अहिले 83 साल भइसक्यो निकै 10 वर्ष भइसक्यो के फर्म दर्ता गर्नुभएको छ तपाईँले उत्तरी मोरङ गार्मेन्ट सिलाइ प्रशिक्षण केन्द्र भनेर नाम दर्ता गरेको छु यहाँ चाहिँ खास के हुन्छ अलिकति भनिदिनु अब यहाँ चाहिँ अब सिक्नेहरू आउँछन् प्रमाणपत्र पनि दिन सक्छु म सिकाएर अनि त्यसपछि मैले अब कपडा आफू अर्डर आएको कपडाहरू पनि म सिलाउन सक्छु त्यही हो सर अब अर्डर आएको कपडा विद्यार्थीहरू कोही सिक्न चाहन्छु भनेर आयो भने सिकाउँछु म पहिले नगरपालिकाको विद्यार्थीलाई मैले 2 टिमलाई सिकाएँ वार्ड नम्बर 4 को विद्यार्थीलाई र यो वार्ड नम्बर 5 कोलाई 4 ग्रुपलाई सिकाएँ सर योभन्दा अगाडि तपाईँले सिकाइसकेँ अनि त्यसपछि अहिले त्यो बजेट आएको छैन भनेर उहाँले सिकाउनु ल्याउनु भएको छैन र अहिले मैले चाहिँ प्राइभेटलाई सिकाइरहेको छु अब फेरि पनि पठाउनुहुन्छ भने म सिकाउँछु यो जस्तो सिलाइ कटिङको विषयमा कुरा गर्दा चुनौती र सम्भावना चाहिँ के छ जस्तो लाग्छ तपाईँलाई यो जुन तपाईँले गरिराख्नु भएको कामहरू छ तपाईँ चाहिँ एउटा अपङ्गता भएर पनि यो कुरालाई अगाडि बढाइराख्नु भएको छ नि चुनौती पनि हुन्छ सम्भावनाहरू पनि हुन्छ आउने विद्यार्थीको लागि होइन अब यो सम्भावना यसको ठुलो छ यो घाँस बाँस कपासको अति आवश्यक भने जस्तै सिलाइलाई पनि कपडा पनि नपाइनु हुँदैन मान्छेलाई अति आवश्यकता कुरा जन्मिने बित्तिकै भोटोको कुरा सुरु हुन्छ नि त सर त्यसलाई कपडा सुरु चाहियो त्यस कारण यो काम भनेको हरेक ठाउँमा लागु हुने कुरा जसलाई पनि यो नहुने कुरा अति आवश्यकता कुरा हो यो कपास भनेको अति आवश्यकता कुरा त्यसपछि यो व्यवसाय एकदम राम्रो सञ्चालन भइरहेछ जसले सिक्छ त्यो मान्छेले कहिले दुःख पाउँदैन जो सिकेर पर्फेक्ट भएर जान्छ नि त्यसले यहाँ 12 पढ्ने ब्याचलर पढ्ने जतिको कमाउँछ अब लेटाङमा जति पनि टेलरहरू छन् सबै विदेशी आएर यहाँ हाम्रो रोजगार पाएको छन् तर हाम्रो नेपालीहरू चाहिँ बरु विदेश जान्छन् तर नेपालका दाजुभाइ विदेश जाने विदेशको मान्छे चाहिँ इन्डियाको मान्छे आएर नेपालमा टेलरहरूमा पैसा प्रशस्ति कमाइरहेको छन् उनीहरूले यहाँबाट पैसा लिएर गएको छन् तर यसलाई चाहिँ हामीले राम्रोसँगले सिकाउन सक्यो र यहाँको युवाहरूलाई चाहिँ भेला पारेर मजाले सिप बाँड्न सक्यो भने यहाँ रोजगार पाउँछन् र एकदम राम्रो कुरा छ अब चुनौती त के छ अब समस्या हुन्छ अब लगानी अलिअलि गर्नुपर्छ सिक्ने बेलामा ठ्याक्कै कति जति लगानी गर्नु पर्ला तपाईँले ठ्याक्कै अहिले सुरु गर्नुभएको एउटा व्यक्ति राम्रोसँगले पर्फेक्ट हुनु पर्यो भने त्यसलाई 1 वर्ष त्यो ट्रेनिङ दिनुपर्छ त्यसलाई अब कपडा सपडा किन्दा ओर्दा टिचर गर्दा 1 लाख खर्च हुन्छ 1 लाख चाहिँ खर्च हुन्छ त्यो मिसिनहरू बाइक उसलाई 1 लाख खर्च सिकेको लगानी लागोलाई तालिम गर्नुको प्र्याक्टिकल गर्नु पर्यो प्र्याक्टिकलको साथै थ्योरिकल गर्नुपर्छ थ्योरिकल दुइटै कटिङ कसरी गर्ने कसरी सिलाउने त्यो सिलाउने सामान चाहियो सर कच्चा पदार्थ मेटेरियल चाहियो त्यो मेटेरियल किन्नको लागि बजारमा गएर कपडा किन्न सकिँदैन त्यो कपडा किन्दा धेरै आइटमको ड्रेसहरू हुन्छ त्यो ड्रेसहरूलाई चाहिँ सबै किसिमको ड्रेस लाउँदा प्रत्येक आइटमको ड्रेस लाउँदा पनि अब कपडा अलिअलि खर्च हुन्छ त्यसलाई पर्फेक्ट हुनलाई 1 वर्ष जति लाग्छ अब त्यो 1 लाख रुपियाँ खर्च गर्यो भने उसले अब त्यसपछि जीवनभरको लागि उसको परिवारहरू धानेको राखेको छ मैले यसरी गरेको तपाईँको जीवन र तपाईँले गरेको कामहरू हामीले हेर्दाखेरि चाहिँ कस्तो बुझ्यो भने सम्भावना धेरै छ तर यहाँका मान्छेले सम्भावनाको खोजी गर्दैन बरु अर्काकोमा काम गर्छ ठ्याक्कै त्यही हो त्यही त हो सर यहाँ गर्दैन नि अब सुन खानेमा बसेर फलम खान विदेश गइरहेको छ यहाँको नेपालीहरू होइन सर त्यो त भइरहेको छ नि यहाँ कतिले अब सिप भएको मान्छेले घर बनाउने काम गरिरहेको छ घर जताततै मिस्त्रीहरू काम गरिरहेको छ नि सर सिप भएको मान्छे जहिले काम पाइरहेको छ यहाँ सिलाइ गर्ने पनि काम पाएको छ फर्निचर गर्ने पनि काम पाएको छ होइन सर अब त्यो कारणले सिप जानेको मान्छेलाई कहिले पनि दुःख छैन नेपालमा सब्जी लगाए पनि भयो बारी हुनेले तरकारी खेती गरे पनि भयो वस्तु पालन गरे पनि भयो यहाँ अति ठुलो सम्भावनाको ठाउँ छ तर यो मान्छेले बुझ्दैन यहाँ सुखले बस्न चाहन्छन् तर दुःख गऱ्यो भने चाहिँ यहाँ जे पनि उत्पादन हुन्छ सर यो हातले सुन फलाउँछ सर तपाईँले यो व्यवसाय गर्दाखेरि एउटा प्रोत्साहन स्वरूप होइन एउटा अनुदान स्वरूप चाहिँ स्थानीय सरकारले अथवा चाहिँ वडा सरकारले केही अनुदानहरू त्यसरी दिएका छन् कि छुटाएका छन् कि के छ
अनुदान केही पनि छैन सर मलाई केही दिएको छैन। मेरो आफ्नै तरिकाले मैले अलिअलि कमाउँछु 2-4 पैसा कमाउँछु त्यसै लगानी गर्छु अनि त्यसबाट जानकारी त गराउनु भएको छ मैले यस्तो गर्छु भनेर दर्ता त गर्नु भएको छ दर्ता गरेर पुरै अब नगरपालिकामा दर्ता छ वार्ड कार्यालयमा दर्ता छ। अब तालिम ल्यायो भने मलाई दिनुहुन्छ जस तपाईँलाई जस तालिम चाहिँ तपाईँलाई दिनुहुन्छ उहाँहरूले दिनुहुन्छ। सिलाइ कटिङ सिलाइ कटिङ सम्बन्धीको वार्ड नम्बर 5 ले मलाई दिइरहेको छ। त्योभन्दा बाहेकको अन्य सेवा सुविधा स्थानीय सरकारबाट केही छैन सर त्यही पाएको छ। एउटा कुरा त तपाईँ अवगत हुनुहुन्छ, अर्को कुरा तपाईँ एउटा प्रशिक्षक जस्तो लामो समय चाहिँ काम गरेर चाहिँ आफ्नो गाउँमा के गर्छु भनेर फर्किनु भएको छ अनि यहाँ पनि आफ्नो सिप र आफ्नो दक्षता अहिले चाहिँ तपाईँले खर्च गरेर गरिराख्नु भएको छ होइन, जस हामीलाई पनि खुसी लाग्यो। अनि जस्तो अब यहाँनिर हामी आइपुग्दाखेरि तपाईँको करिसाबारीमा पनि ठ्याक्क चाहिँ राम्रो राम्रो काँक्राहरू फलेको करेलाहरू फलेको देख्छौँ। कृषि सम्बन्धी पनि तपाईँलाई ज्ञान छ? ज्ञान छ सर। म अब अन्दाजले पनि म गर्छु, खन्छु रोप्छु, रोपेपछि अवश्य हुन्छ। यसलाई गोडमेल गर्नुपर्छ, यसलाई चाहिएको कुरा दिनु पर्यो, मोल दिनु पर्यो, अब दबाई पानी गर्नु पर्यो, केरासेरा लाउने के छ भने सोध्ने। बजारमा बसेका छ नि त दबाईहरू बेच्ने छ, कसरी गरेर अगाडि बढ्न सकिन्छ, यो बिरुवालाई यस्तो भएको छ के गर्ने भनेर त्यसो गरेर गर्दै सिकिरहेको सर मैले। विषादी औषधिहरू प्रयोग गर्नु गर्दिनँ सर। यहाँ अब यी मोल यही छ, यही मोलको लागि नै पालेको छु सर मैले। जुन गाई बस्तु यहाँ पालेको छु, जनावर पालेको छु, त्यो जनावरको मोल नै यहाँ परेको छ सर। देखिहाल्नु भएको छ मोल। मुख्य चाहिँ आम्दानीको स्रोत चाहिँ के छ त अहिले यहाँ? मुख्य आम्दानीको स्रोत मेरो भनेको मेरो कटिङ व्यवसाय नै सर। कटिङ दिने पछि अब 1500 कम छ, सिलाइ एउटा प्यान्ट सिलायो भने 500 रुपियाँ कम छ। घरमै पनि आउनुहुन्छ? घरमै आउँछ मान्छे, ब्याकै ब्याक हुन्छ सर, आइरहन्छ। मलाई खाँचो हुँदैछ सर, काम आइरहन्छ, काम चाहिँ जस्तो तपाईँले आइरहन्छ, पाइरहन्छ। गाउँभरको मान्छे सबै खोज्दै यहाँ आइरहन्छ सर। अनि जस्तो यो काँक्राहरू करेलाहरू बेचेर चाहिँ वार्षिक कति आम्दानी गर्नुहुन्छ? अब जग्गामा रहेछ वार्षिक जग्गा धेर छैन सर। वार्षिक आम्दानी त अब मैले यहाँ गाउँभरको मान्छेलाई चाहिँ लगिरहेको छन्, खाइरहेछन्, निःशुल्क वितरण गरिरहेको अहिले अब उनीहरूले खुसीले पैसा दिन्छ। अब कसैलाई मैले खुसीले पैसा दिनु लानु राख्नु, किन तपाईँको दुःख गरेको पैसा मिहिनेत गर्नु भएको छ, तपाईँ अशक्त मान्छेलाई हामी त्यसै खाँदैन भन्छन्, पैसा दिएर जान्छन्। कसैलाई लानु भन्छ म दिन्छु, कसैलाई त्यति खुवाउँछु होइन। अब त्यसरी सेवा गरेको छ सर। कमसेकम किन्न त जानु नपरोस् होइन त सर, किन्न नजानु परोस्। यहीँ फल जग्गा बाजु राख्ने अनि झोला बोकेर बजार जाने, सबैजना नेपालीको बानी त्यही त छ सर होइन। बानी बिग्रेछ नि त, बाजु राख्ने बाजु राख्ने अनि झोला बोकेर कहाँ जाने, लेटाङको तरकारी पसल जाने। अब म चाहिँ के गर्छु भने तरकारी झोला बोकेर खेतबारीतिर आउँछु, डल्लो टिपेर जान्छु अनि गएर पकाएर खान्छु। ठाउँ जग्गा छ तर गर्दैनन्। यो तरिकाले डोरी सोरी तन्काएर दिखाल्नु कसरी गरेछु मैले, थाङ्रा छैन सरी, तर बाँस गाडी चाहिँ चढ्छ होला भनौँ, यो चढ्दै जान्छ। त्यसो गरेर नै फलिरहेको छ सर। तपाईँको जीवन र तपाईँको सङ्घर्षहरू, तपाईँले गरेका कामहरू हेर्दाखेरि जस्तो कतिपय मान्छेहरू चाहिँ फ्रस्ट्रेसन हुन्छ क्या, अब नेपालमा चाहिँ केही नहुने रहेछ होइन, अब विदेशी नै पऱ्यो भन्ने हुन्छ। विदेशमा पनि त्यो टपक्क टिपेर पैसा पठाउने त होइन, त्यो दुःख छ नि, कति दुःख नै छ। त्यस्ता मान्छेहरूले चाहिँ तपाईँ एउटा अपङ्गता भएर पनि यो कामहरू सब गरिराख्दाखेरि तपाईँलाई त्यस्ता मान्छेहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? अब सुझाव भनेको के छ भने युवाहरू धेरै हाम्रो बेरोजगार युवाहरू छन्, तर नेपालमा अलिअलि 1-2 कट्ठा जग्गा हुने मान्छे, 1 बिघा जग्गा हुने मान्छे, 10 कट्ठा जग्गा हुने मान्छे प्रशस्ति मात्रामा छ। हाम्रो नेपाली कोही सुकुम्बासी छैन, तर तिनीहरूले मेहनत गर्यो भने यहाँ जलस्रोतको धनी देश, पानी प्रशस्ति छ, विज्ञहरू पनि छन् यहाँ। तिनीहरूले साथ दियो भने हामीले यहाँ केही गर्न सकिन्छ र गर्नुपर्छ। हामी नेपाली दाजुभाइ हामी अल्छी हुनु हुँदैन, केही टाइम दिएर गऱ्यो भने जे पनि फल्न सक्छ। यहाँ ठाउँमा राम्रो खालको ठाउँ छ, माटो राम्रो छ होइन सर। त्यस कारण यो केही गर्नुपर्छ युवाहरूले भनेर म चाहिँ सल्लाह दिन चाहन्छु। म त एउटा अशक्त मान्छे भएर त काम गरेको छु भने तिमीहरू त शक्त मान्छेले त केही गर न भनेर यही भनेर म भन्न चाहन्छु। अब अन्तिममा हाम्रो दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब भिडियो हेर्ने दर्शकहरूलाई म सबैलाई नमस्कार गर्न चाहन्छु र तपाईँहरू पनि केही गर्नुपर्छ भन्ने भावना राख्नुहोस्, मेहनत गर्नुपर्छ। मेहनत नगरिकन केही पनि हुँदैन। हामीले आफ्नो गाउँमा आफै फलाएर केही खानुपर्छ, पैसा लगाएर नगर्नुहोस्। त्यो विभिन्न किसिमको विषादी लागेको चिजहरूलाई नखानुहोस्, भर्छ आफैले उत्पादन गरेर खानुभयो भने चाहिँ स्वास्थ्य पनि बढ्ने, हरेक किसिमको रोगबाट पनि बच्न सकिन्छ। त्यस कारण यही भन्न चाहन्छु, तपाईँहरूले केही गर्नुपर्छ आफ्नो गाउँमै बसेर भन्न चाहन्छु। हस्, धन्यवाद तपाईँलाई समयको लागि। विशेष